सो यदि हजुरहरू पनि टिनेजर हुनुहुन्छ र 2026 मा कुनै हाई पेइङ स्किलको बारेमा खोजी गरिराख्नु भएको छ भने मैले हजुरहरूको लागि आज 3वटा हाई पेइङ स्किलहरू लिएर आएको छु, जुन चाहिँ हो फर्स्टमा चाहिँ हजुरको भिडियो एडिटिङ। किनभने यसमा चाहिँ हजुरले कन्टेन्ट क्रिएसन पनि गर्न सक्नुहुन्छ, भिडियो एडिटिङको थ्रुबाट पैसा पनि कमाउन सक्नुहुन्छ, अथवा हजुरले भोलि बिहान कुनै बिजनेस पनि गर्नुहुन्छ भने त्यसलाई अनलाइन प्लेटफर्म मध्ये हालेर त्यसबाट पनि बेनिफिट्सहरू लिन सक्नुहुन्छ, कन्टेन्ट क्रिएटर पनि बन्न सक्नुहुन्छ। सो देयर आर मल्टिपल वेज अफ अर्निङ यदि हजुरले चाहिँ भिडियो एडिटिङ सिक्नुहुन्छ भने। र सेकेन्डमा चाहिँ आउँछ हाम्रो ग्राफिक डिजाइनिङ। ग्राफिक डिजाइनिङको चाहिँ नेपालमा एकदमै धेरै डिमान्ड छ र नेपाली अडियन्समा चाहिँ नभए पनि तर फरेनरहरूलाई चाहिँ कन्ट्याक्ट गरेर अथवा कनेक्सन बनाउन सक्ने हो भने एकदमै राम्रो अर्निङ हुनसक्छ। र थर्डमा आउँछ हाम्रो भिडियो एनिमेसन। भिडियो एनिमेसन भन्नाले हाम्रो एनिमेटेड भिडियोहरू बनाउने। यो चाहिँ नेपालमा एकदमै कम मान्छेहरूले गरिराख्नु भएको छ, तर अहिले चाहिँ यसको नेक्स्ट 5 इयर्समा स्कोप एकदमै राम्रो छ। सो आजैबाट यो 3टा स्किलहरूमा आफ्नो ध्यान दिनुहोस्।